सोच त अट्याक अन टाइटनको सबैभन्दा हेभी मुभमेन्ट कुन हो? त्यो मुभमेन्ट जहाँ एक इन्जेक्सनले एकजनाको जिन्दगी होइन पुरा ह्युमेनिटीको फ्युचर डिसाइड गर्थ्यो। आजको टपिक हो वाट इफ लिभाईले आर्मिनलाई होइन बल्कि एर्विन स्मिथलाई बचाएको भए। एर्विन स्मिथ ऊ एक कमान्डर मात्र होइन, ऊ ह्युमेनिटीको बर्डन बोक्ने मान्छे हो। उसको डिसिजनले हन्ड्रेड्स अफ सोल्जर्सलाई मार्यो, तर यो सेक्रिफाइस पछि नै ह्युमेनिटी अगाडि बढ्यो। एर्विनको सपना सिम्पल थियो, ट्रुथ अफ द वर्ल्ड, बस ट्रुथ। तर यो ट्रुथको लागि ऊ आफ्नो लाइफ पनि सेक्रिफाइस गर्न रेडी थियो। जब बिस्ट टाइटनसँगको फाइट सकियो, एर्विन अलमोस्ट डेड थियो, आर्मिन पनि अलमोस्ट डेड थियो। लिभाईको हातमा एउटा इन्जेक्सन थियो। एक साइडमा एक्सपिरियन्स, स्ट्र्याटेजी अनि लिडरसिप छ, अर्को साइडमा होप, इमेजिनेसन अनि फ्युचर छ। यदि लिभाईले इन्जेक्सन एर्विनलाई दिएको भए आर्मिन त्यही नै सकिन्थ्यो। यदि एर्विन जिउँदो भएको भए ऊ रम्लिङलाई इमोसनबाट होइन बल्कि क्यालकुलेसनबाट हेर्थ्यो। उसको भनाइ हुन्थ्यो चाहे दुनियाँ जले पनि ह्युमेनिटी चाहिँ बच्नुपर्छ। नो हेजिटेसन, नो सेकेन्ड थट। मेबी वार चाँडै सकिन सक्थ्यो, मेबी एनिमी सबै एलिमिनेट हुन्थ्यो, तर यो भिक्ट्रीको कस्ट हुन्थ्यो ह्युमेनिटीको हार्ट। लिभाईले यो डिसिजन लोजिकबाट होइन बल्कि कम्पेरिजनबाट लिएको थियो। उसले बुझेको एर्विन थाकेको थियो, उसको ड्रिम पुरा भइसक्यो। आर्मिनमा उसले फ्युचर देख्यो, फियर भए पनि आर्मिनमा होप थियो। म लास्टमा यो भन्न चाहन्छु कि लिभाईले ह्युमेनिटीलाई होइन बल्कि एक थाकेको सोल्जरलाई रेस्ट दिएको थियो। तिमीलाई एउटा क्वेसन छ, एर्विन जिउँदो भएको भए ह्युमेनिटी स्ट्रङ हुन्थ्यो कि आर्मिन बचेर ह्युमेनिटी ह्युमेन रह्यो? लिभाईको डिसिजन सही थियो कि सबसे ठुलो मिस्टेक? आफ्नो एन्सरलाई कमेन्टमा छाडेर जाऊ।